नगरेको अथवा दिनेशजीसँग काम नगरेको, दिनेशजी र हामी, मेरो एउटा साथी छ आर्यन, म, दिनेशजी, हाम्रो राज श्रेष्ठ दाई, उहाँ धेरैजना, मेरो एउटा साथीसँग भेट भएको हामी सँगसँगै काम पहिलोचोटि गऱ्यौँ। जुन यति मजा आउँथ्यो कि हामी सुटमा सम्झिँदा त्यो गीतमा चाहिँ त्यो मिस भयो, किनभने आर्यन थिएन त्यहाँ। निश्चल खतरा नाच्छ भन्ने चाहिँ, नाच्छ होला भन्ने चाहिँ कति बेला लाग्थ्यो भने लुटको गीतमा दाइ यसरी हो नि भनेर पर दिन्थ्यो। बनाएको नखेलेको म के बोल्ने, दयाको मकै परेदेखि नै डान्सको फ्यान भएँ। उसले बाङ्गो आँगनलाई पनि सिधा बनाइदिन्छ, तर मकै परेपछि नि दयाको म डान्सको फ्यान भएँ। म स्क्रिनमा भइदिए त्यति धेरै डान्स देख्न पाइँदैन थियो होला, निश्चल स्क्रिनमा भएर त्यति धेरै डान्स देख्न पाइयो। आफू सौलो किसिमले अलिकति मिलाएर पर्फर्म गर्ने गर्छु, किनभने मैले कोरियोग्राफर जस्तो एकदम राम्रो चाहिँ गर्न सक्दिनँ क्या। दया दाईको पनि एक किसिमको नाच्ने स्टाइल छ क्या दाईको, दाईलाई कम्फर्टेबल हुने केही स्टाइलहरू छ होइन। एउटा स्टेपको चाहिँ खगन दाई आफूले कोरियोग्राफी गरेर देखाउनु भएको थियो। अभिनय चाहिँ गर्छु, लेख्छु, अभिनय अथवा स्क्रिप्ट लेख्छु, डिरेक्सन गर्छु भन्ने चाहिँ नाटक थियो सुरुवातको क्रममा। तर उसको जुन दोर्जे क्यारेक्टर थियो, अहिले पनि मेरो नाममा चाहिँ दयान राई दोर्जे मेरो साँच्चै नम्बर सेभ छ होइन। हेरे आँगन टेढो छ, कताबाट मिल्दैन भनेर अनि अलिअलि गरेर खास्ला खस्लो। तर मलाई पनि ढुक्क के थियो भने हामी जीवनमा तीनजना चाहिँ यति रमाइलो गरेको योभन्दा अघिल्लो गीतमा म नजान्ने भनेको मभन्दा अलिअलि नजान्ने पनि रहेछ एउटा केटो खगेन्द्र। अनि सबैभन्दा धेरै जान्ने चाहिँ ऊ थियो हामी तीनजनामा। अब उसलाई भनिरहनै पर्दैन, उसै ननाच्ने दुइटै गीतमा परेको, अन्त हामी दुईजना नाच्नु पर्ने होइन। हाम्रो परेपछि त अब उहाँको गाउँमा पनि दुइटै सेट चाहिँ फेरि टेढो रहेछ है आँगन, हाम्रो नमिलेको क्या आँगन मिल्दैन होइन। धन्यवाद सुनिलजी यो गीतको लागि। र माओबोध चाहिँ कस्तो हो भने मेरो लागि चाहिँ एकदमै रमाइलो अनौठो छ कि संयोग, अघि संयोगै भने जस्तो। दिनेशजी र म अनि आर्यन हामीले सँगै काम गरेर आर्यनसँग त फाटाफुट्टा फिल्ममा त सँगसँगै जस्तो भयो नि त, तर स्क्रिन सेयरै गरेको थिएनौँ। नगरेको अथवा दिनेशजीसँग काम नगरेको, दिनेशजी र हामी, मेरो एउटा साथी छ आर्यन, म, दिनेशजी, हाम्रो राज श्रेष्ठ दाई, उहाँ धेरैजना, मेरो एउटा साथीसँग भेट भएको हामी। उत्तम नेउपाने त्यो फिल्ममा थियौँ हामी, माओबोजमा हामी सँगै भयौँ। त्यो चाहिँ 17 वर्ष पछाडि हामीले सँगै सहकार्य गरेको रहेछौँ। यत्रो हिँडिरहँदाखेरि हामीले सँगसँगै काम गर्ने यो अवसर मिलेको थिएन रहेछ। योभन्दा अगाडि पनि हामीले धेरै कोसिस गऱ्यौँ दिनेशजीसँग, तर त्यो संयोग मिलेन। यसमा ठ्याक्कै मिल्यो आर्यन म। अब खगेन्द्रसँग त हामी सँगसँगै काम गरेको अन्त 22-23 कति वर्ष भएछ, तर बिचमा हामीले पनि ग्याप भयो हाम्रो पनि। फिल्ममा चाहिँ नै गौमायासँग काम गरेँ, पुष्कर दाईसँग काम गरेको थिएँ, दिदी दाईहरूसँग चाहिँ मैले पनि पहिलोचोटि काम गरेको थिएँ। अन्जना अनि मल्लिका, हाम्रो नामै अर्को छ उसको। हामी सँगसँगै काम पहिलोचोटि गऱ्यौँ। जुन यति मजा आउँथ्यो कि हामी सुटमा सम्झिँदा त्यो गीतमा चाहिँ त्यो मिस भयो, किनभने आर्यन थिएन त्यहाँ, त्यो पुष्कर दाई हुनुहुन्न थियो। अरे पुरानो गीतको धेरै सम्झना छ हामीलाई चाहिँ है। यो नयाँ गीतको चाहिँ पछिल्लो सेड्युलमा हामीले काम गरेको थियौँ। अनि त्यो निश्चल खतरा नाच्छ भन्ने चाहिँ, नाच्छ होला भन्ने चाहिँ कति बेला लाग्थ्यो भने लुटको गीतमा दाइ यसरी हो नि भनेर पर दिन्थ्यो। अब तिमीले नाचे जस्तो मैले नमिल्ने भन्थेँ, त्यति बेला लाग्थ्यो। तर पछि नाच्दा यस्तो भयो कि अहिले देखिहाल्नु भयो होइन। अनि यो संयोगले मेरो लागि पनि यो अवसर जुरेको हो। हामी सबैजना एकैसाथ यसरी काम गर्ने यो अवसरको लागि धेरै धेरै धन्यवाद दिनेशजी। बाँकी कुरा त तपाईँहरू छँदै हुनुहुन्छ। अघि भने जस्तो अब धेरै दिन बाँकी छैन यो चलचित्रलाई दर्शकमा पुर्याइदिने, सम्प्रेषण गर्ने। तपाईँ सञ्चारकर्मी, मिडियाकर्मी, पत्रकार सबैजना हाम्रो शुभचिन्तकहरूको काम हो। तपाईँहरूलाई विनम्र अनुरोध पनि गरेँ हामीलाई साथ दिनु होला। गीतमा खेल्ने मान्छे त म के बोल्ने हुन्छ, गीत बनाउने मान्छेले म के बोल्ने भन्छ, म बनाएको नखेलेको म के बोल्ने होइन। अब म एज एन अडियन्स त मैले यो एडिटिङ टेबलदेखि नै हेर्दा भएर आएको होइन। म सबैजना दयाको मकै परेदेखि नै डान्सको फ्यान भएँ। उसले
उसको बाङ्गो आँगनलाई पनि सिधा बनाइदिन्छ। उसले के गरिसक्यो भन्दाखेरि गिभ अप गरिदिइसक्यो, मलाई आउँदैन नचाउँछ भने म हल्लिदिन्छु, गीत गाइदिन्छु भनेर उसले यति मिठोसँग त्यो चिजलाई क्यारी गर्दो रहेछ। म लिटरली म एकचोटि त्यो आप्पा यस्तो यस्तो गरेको स्टेपको फ्यान थिएँ म, त्यस मैले भने पनि थिएँ होइन, तर मकै परेपछि नि दयाको म डान्सको फ्यान भएँ। अब रहिकन के भन्दाखेरि अब म स्क्रिनमा भइदिए त्यति धेरै डान्स देख्न पाइँदैन थियो होला, निश्चल स्क्रिनमा भएर त्यति धेरै डान्स देख्न पाइयो होइन, त्यति धेरै एनर्जी देख्न पाइयो। गीत राम्रो, टिम राम्रो, सिनेमा राम्रो, निर्देशक राम्रा कलाकारहरू होइन, राम्रो गीत राम्रो पर्फर्मेन्स, सबै चिज राम्रो छ। आशा गरौँ हजुरहरूलाई पनि राम्रो लाग्छ होला। सपोर्ट सधैँ चाहिन्छ, तपाईँहरूले मलाई भन्नै पर्दैन गरिहाल्नुहुन्छ होइन, ढुक्क छु म। थ्याङ्क यू सो मच। अघि दाईहरूले भन्नुभएको चाहिँ दिनेश दाईको चाहिँ मैले प्रसाद प्रकाश अनि पूजा सार्की हेर्दा एकदमै उहाँसँग काम गर्ने एकदमै ठुलो लोक थियो हाम्रो खगेन दाईले भनेर चाहिँ। अनि हिमाल जी हाम्रो दिनेश दाईलाई एकदम थ्याङ्क यू। यो टिममा चाहिँ म लास्ट जोइन भएको टिम मेम्बर चाहिँ। अनि जब चाहिँ म को हुनुहुन्छ भन्ने थाहा पाएँ होइन, दाईहरूको त 17 वर्षपछि भएको रहेछ। म चाहिँ एकदमै लकी हो। त्यो छोटो समयमा पनि आर्यन दाई जसलाई हामीले स्क्रिनमा हेरिरहेको खगेन दाई भयो, हाम्रो छिमेकी दाई नै हुँदो रहेछ पछि गएर होइन। सो दाईहरूसँग एकदम काम गर्न पाएँ। त्यसै गरी हाम्रो मोहन बा भयो, वसुन्धरामा, त्यसै गरी निशल दाईसँग नै हामीले डान्स गर्न पायौँ होइन। त्यो पनि फेरि हाम्रो के अरे लैलैको त एकदमै म बिग फ्यान हो है, त्यही भएर एकदमै रमाइलो भयो। अघि मल्लिकाले भने जस्तै दाईहरूको किस्सा जस्तै हाम्रो डान्सको कुरामा चाहिँ आई थिङ्क मल्लिका र म अलिकति कमजोर भयो, अञ्जनालाई चाहिँ अलिक गाह्रो थियो कि त्यसले गर्दाखेरि। किनभने अब कोरियोग्राफीले 4 बिट हान्न भन्दाखेरि हामीले 2 मात्रै सक्ने, अनि त्यसले गर्दा उसको पनि एनर्जी डाउन गर्नुपर्ने कि। अनि त्यो अब चरा बनाऊ भन्दाखेरि पनि अब मल्लिकाको एकदमै ठुलो चरा हुने, मेरो सानो हुने, अलिकति त्योहरू एकदमै गाह्रो भएको थियो हामीलाई चाहिँ। पानी पनि परेको, अनि यो चाहिँ मेरो पनि फर्स्ट टाइम हो यो लिपसिङ गरेर, अनि गाउनु पनि पर्ने, नाच्नु पनि पर्ने, क्यामेरालाई 3rd वाल ब्रेक गरेर एक्सप्रेसन दिनुपर्ने होइन। त्यो चाहिँ अलिक गाह्रो नै हुँदो रहेछ। त्यो भएर हाम्रो कोरियोग्राफर हिमाल सर, त्यसै गरी सुनिल सरलाई चाहिँ एकदम थ्याङ्क यू, त्यो पेसेन्टली हामीलाई चाहिँ इन्करेज गर्नुभएकोमा। अनि धन्दै निशललाई पनि एकदमै इन्करेज गर्नुभएको थियो हामीलाई, भनौँ न अझै एनर्जी गरेर गर्नुपर्छ कि यो भएन कि, अलिकति इन्जोय गर न, तिमी धेरै सोचिरहेछौ भन्ने खालको कुराहरू। त्यो भएर दाईलाई पनि एकदम थ्याङ्क यू। त्यसै गरी को लागि भन्न बाँकी भयो अनि अघि दाईले भने जस्तै हाम्रो प्रोडक्सन मनोज दाईलाई, हाम्रो होल टिमलाई पनि एकदम थ्याङ्क यू, जीवन दाईलाई होइन, किनभने उहाँहरू चाहिँ फ्रन्ट फेसमा राजेश पनि हुनुहुन्छ, सबै टिमलाई चाहिँ एकदम थ्याङ्क यू। किनभने हामी अगाडिदेखि पनि बिहाइन्ड द ब्याक चाहिँ हामीलाई त्यो जाडोमा कसरी हुन्छ, तातो हुन्छ होइन, हट ड्रिङ्क्सदेखि लिएर हिटरदेखि लिएर पानी पर्दाखेरि त्यो सबै केयर गर्ने टिम भएर नै हामीले चाहिँ त्यो एनर्जीको साथ यसरी डान्स या मुभीहरू गर्न सक्ने हो। त्यो होल टिमलाई पनि सम्झिन चाहे। त्यसै गरी अब हाम्रो मुभी जेठ 15मा आउँदैछ, टिजर आइसकेको छ, गीत 2टा आइसकेको छ। हजुरले अहिलेसम्म साथ दिनुभएको छ, त्यसको लागि एकदम धेरै धेरै धन्यवाद। यो मुभीलाई पनि त्यसरी नै माया साथको साथ बस्किदिनुहुन्छ होला अडियन्सहरूलाई भन्ने आशा गरेको छु। अब सबै कुरा त सबैजनाले बोलिसक्नुभयो, खासै केही भन्ने कुरा छ जस्तो लाग्दैन। अब यो गीतको इभेन्ट भएको हिसाबले यो गीत गाउनको लागि चाहिँ निष्ठले मैले एकचोटि भन्न साथ ओके भनिदिएकोमा थ्याङ्क यू सो मच। त्यसपछि यो गीत तिमीले गाएको हो, तिमीले नाच्नुपर्छ है भन्न साथ ओके भनेकोमा फेरि पनि थ्याङ्क यू सो मच। महाभोजको यो टिममा सामेल गर्न पाएकोमा मलाई एकदम खुसी लागेको छ निष्ठलाई पनि होइन। सो अब दयाजीसँग, आर्यनसँग, खगेनजीसँग फर्स्ट टाइम काम गऱ्यो होइन, आर्यनसँग काम गरेर अब हामी 17 वर्षपछि सँगै हामी 3जना चाहिँ जोडिन पाइयो। त्यो जोडिने मौका यदि दयाजीले नो भनिदिएको भए हुन्थेन होला, यस भनिदिनु भयो, त्यसको लागि पनि थ्याङ्क यू। होल यो मुभीको होल टिमलाई सम्झिन चाहन्छु, सबलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने चलचित्र भनेको एउटा निर्देशकको प्रयासले मात्रै हुँदैन, होल टिमको प्रयासले एउटा सफल चलचित्र बन्न सफल हुन्छ। त्यसको लागि सम्पूर्ण टिमलाई सम्झिन पाएँ, थ्याङ्क यू सो मच। तपाईँहरूलाई फेरि पनि धन्यवाद। यो गीत कस्तो लागेको छ, यदि राम्रो लागेको छ भने राम्रो न्युज लेखिदिनु होला। नाच्दाखेरि त्यो लेभलमा हो क्या खास कोरियोग्राफी चाहिँ, तर हामीले चाहिँ मैले त्यसलाई चाहिँ मलाई आफू सुहाउँदो किसिमले अलिकति मिलाएर पर्फर्म गर्ने गर्छु। किनभने मैले कोरियोग्राफर जस्तो एकदम राम्रो चाहिँ
गर्न सक्दिनँ क्या। त्यही भएर त मेरो बडी ल्याङ्ग्वेज सुट हुने गरी र मैले पर्फर्म गर्दाखेरि चाहिँ अरूको स्टेप कपी गर्न खोज्दाखेरि चाहिँ अक्वर्ड देखिन्छ, तर अरूको स्टेपलाई आफ्नै जस्तो बनाएर नाच्न थाल्यो भने चाहिँ राम्रो देखिन्छ है भन्ने त्यो लागेको भएर चाहिँ त्यसरी पर्फर्म गरेर आउँछ। इभन मलाई लाग्ने पनि दया दाईको पनि एक किसिमको नाच्ने स्टाइल छ क्या दाईको। दाईलाई कम्फर्टेबल हुने केही स्टाइलहरू छ होइन। सायद दया दाईलाई नचाउनको लागि पनि दया दाईको जिउले कतिको साथ दिन्छ, किनभने सबैको बडी ल्याङ्ग्वेज एकै खालको हुँदैन होइन, सबैको फ्लेक्सिबिलिटी एकै खालको हुँदैन। अनि त्यो चिजहरू थाहा पाएर चाहिँ कोरियोग्राफी गऱ्यो भने सायद अझ सजिलो र दाईहरूले पनि नाचेको जस्तो देखिन्छ। किनभने फिल्म भनेको चाहिँ इट्स नट नेसेसरी कि खत्रै नाचेको हुनुपर्छ भन्ने चाहिँ छैन खास, तर खत्रै नाचेछ है भन्ने चाहिँ लाग्नु चाहिँ पर्छ क्या फिल्ममा। त्यतिसम्म गराउन चाहिँ सकिन्छ जस्तो लाग्छ होइन। नाच्न आउनै पर्छ भनेर बाध्यात्मक चाहिँ नहोला त्यस्तो, किनभने एक्टिङ खतरा गरेर दाइले एउटा किस्सा सानो थियो है, त्यहाँ सेटमै खगेन दाइले चाहिँ नाच्ने छैन भनेर भन्दै अलिअलि गर्दा गर्दै एउटा स्टेपको चाहिँ खगेन दाइ आफूले कोरियोग्राफी गरेर देखाउनु भएको थियो। फिल्ममा त राखेको पनि छ। अनि अर्को कुरा योभन्दा अगाडिको त्यो मा के भयो थाहा छ, म त एकदम दुईजनाले तर अभिनय गर्न थालेको तपाईँको 7 वर्ष चान्चुन पछाडि चाहिँ मैले सिनेमा पाएँ होइन। भनेको चाहिँ के छ भने मैले मेरो सोच के थियो भने अगाडिदेखि नै म अभिनय चाहिँ गर्छु, लेख्छु, अभिनय अथवा स्क्रिप्ट लेख्छु, डिरेक्सन गर्छु भन्ने चाहिँ नाटक थियो सुरुवातको क्रममा। नाटक गर्दा गर्दै फिल्मप्रतिको मोह सुरुवात भयो, किनभने आर्यनहरूसँग सङ्गत हुन थाल्यो। अनि त्यस पछाडि फिल्म गर्छु भन्ने सोच थियो। त्यो सोचसँग चाहिँ मैले यति लगनशील भएर लाग्यो कि फिल्म र नाटक दुवैमा। जब चाहिँ अब यहाँ खगेन्द्र छ, हामी 3 जना छौँ भनौँ न, खगेन्द्र चाहिँ अलिक धेरै पछाडि आएको, फिल्म उसलाई त्यति बेला मजा आउँदैन भनौँ, त्यतिखेर उसले इन्ट्रेस्ट देखाएन, नाटकमै मात्रै रेगुलर लागिरह्यो। तर मलाई चाहिँ नि फिल्म र थिएटर दुइटैमा मलाई अभिनय गर्नु मन पर्थ्यो। मन पर्दै काम गर्दा गर्दै नै हो म आजको दिनसम्म आइपुगेको। मैले चाहिँ भन्न खोजेको तपाईँको उमेर सोधेको चाहिँ किनभने तपाईँ अहिले चाहनुहुन्छ भने तपाईँ पनि केही ढिला भएको छैन होइन। सोच उमेरले होइन कि त्यो अभिनय क्षमता, अभिनयलाई गर्ने अभिनय भन्ने कुरा चाहिँ उमेरले हुँदैन, जहिले पनि गर्दा हुन्छ। र मैले भन्नु खोजेको चाहिँ कुरा के हो भने सोच कहीँ न कहीँ थियो होला, त्यस कारणले यहाँसम्म आइपुगेँ। यो तपाईँहरू जस्तै व्यक्तित्वहरूले अथवा तपाईँहरूले मलाई हौसला दिइरहनुहुन्छ र नै आजको दिनसम्म निरन्तर छु। यति उसले त्यो डान्स जानेर गर्यो नजानेर गर्यो, तर उसको जुन दोर्जे क्यारेक्टर थियो, अहिले पनि मेरो नाममा चाहिँ दयाङ राई दोर्जे मेरो साँच्चै भन्नु नम्बर सेभ छ होइन। जुन दोर्जेको क्यारेक्टर थियो त्यसले त्योभन्दा बढी गर्नै नहुन्थ्यो, हो कि होइन। अनि त्यो बेलामा हामीले नि यति नै हो, किन क्यारेक्टरमा फिट हो कि यो क्यारेक्टर हो भनेको के, त्यसमा केही अरू कुरा केही पनि छैन। विषयवस्तुको कुरा गर्दाखेरि त अब टिचरले जुन किसिमको विषयवस्तु बोल्न खोजेको छ, जुन किसिमको तपाईँले अनुमान गर्नुभएको छ, करिब त्यही नै हो होइन। अब अलिकति विस्तृत रूपमा त ट्रेलरले थप कुरा विषयवस्तु खोला होला। टिचरको उद्देश्य जे हो त्यो उद्देश्य तपाईँसम्म ठ्याक्कै लागेको जस्तो फिल भयो मलाई होइन। अब कलाकारको कुरा गर्दाखेरि त अब दयाजी, आर्यन, हाम्रो खगेन्द्र सर सँगको जुन क्यारेक्टरको कुरा छ फिल्मभित्र, त्यो पनि फिल्म हेरेपछि नै थाहा होला जस्तो लाग्छ मलाई। स्क्रिन टाइम कति, कसको को बढी, को मेन रोल, को अगाडि रोल, को पछाडि रोल भन्दा पनि फिल्मभित्रको पात्रले मागेको कलाकार मैले आफूले छनौट गरेको, त्यो मैले छनौट गरेको पात्रमा उहाँहरूले सहजै स्वीकार दिनुभयो। त्यसको लागि चाहिँ मैले उहाँहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु।